सृष्टिको श्रीमानको मृत्युपछि सृष्टि भने निकै दुखी देखिन्छन्। आज भने उनी केही हदसम्म त्यो दुःखबाट हट्ने कोसिस गर्दैछिन्। त्यसैले आमालाई काम सकाउनकै लागि भए पनि पानी लिन भनेर पँधेरातिर लाग्छिन्। तर छिमेकमा एउटा भाइ विदेश जान भनेर लागेका थिए। त्यो भाइको बुबा आमाले भने सृष्टिलाई विधवा पोइटोक्कै साहित्य बिगारी भनेर सृष्टिलाई नाना भाती भनेर गाली गर्छन्। सृष्टि भने उनीहरूको कुराले मन दुखाउने होइन, उनीहरूसँग जुझ्न थाल्छिन्, सामना गर्न थाल्छिन्। ल मलाई यहाँबाट हटाएर देखाऊ, कहीँ जान्न भनेर त्यही गाग्रीमाथि बस्छिन्। अनि आइन्दाबाट मलाई विधवा पोइटोकै भनेर भनेको सुनि भने म जतिको नराम्रो कोही हुँदैन भनेर त्यहाँबाट पँधेरातिर राख्छिन्। पँधेरामा भने पर्वते आइपुग्छन्। पर्वतेसँग उनको निकै कुराकानी हुन्छन्। पर्वतेले पनि म घरसँग पानी लगिदिन्छु भनेर पानीको गागी बोकेर घरतिर लाग्छन्। बाटोमा त्यही अघिकै भाइ भेटिन्छ। त्यो भाइले सृष्टिसँग माफी माग्छन्। सृष्टिले पनि शुभकामना दिँदै राम्रोसँग जानु भनेर पठाउँछिन्। पर्वतेले भने सृष्टिलाई अझै पनि माया गर्छन्। यता घिसिङको हालत भने निकै खराब भइरहेको छ। श्रीमतीको कारणले गर्दा दुखी भएका घिसिङ साथीहरूसँग श्रीमतीकै कुरा गर्दै थिए। गरिमा पनि त्यही आइपुग्छिन् र घिसिङलाई कानमा समातेर घरतिर लिएर जान्छन्। साथीहरू भने हाँसेर बसिराख्छन्। उनीहरूको बाटोमा पनि निकै झगडा पर्छ। घिसिङले निकै फकाउन खोज्दा पनि सृष्टि भने कराइराख्छिन्। घिसिङले जबरजस्ती घरतिर बोकेर लिएर जान्छन्। घरमा पुगेर पनि मेरो छोरी चाहियो, तैँले मलाई ललै फकाइ पारेर बिहे गरिस् भनेर कराउन थाल्छिन्। घिसिङ भने घरको सबै काम गरेर बसिरहेका छन्। यता जगते भने सीता घरमा नहुँदाखेरि आमालाई काम सघाउन थालेका छन्। ऊ साथीहरू जगते पहिलाभन्दा निकै सुध्रिएका छन्। हजुरहरूलाई हाम्रो यो भिडियो कस्तो लाग्यो? च्यानललाई लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला।